प्रविधि सहयोग प्रयोग न्यानो लैंगिक हिंसा अन्त यानो तैगो नारनाप थुक्सिया लैंगिक हिंसा विरुद्ध या जिनखुने अभियान जाजो तुकुदु अभियान चले यलया मंगले फेक नेपालले गोसाले सुनौलो रङ थिमे ज्याजो चुकुखा हामीले भाइडेन्सको अन्तिम दिन समापनको कार्यक्रम आयोजना गर्दै गर्दाखेरि यो दिन चाहिँ अन्तर्राष्ट्रिय मानव अधिकार दिनको दिन पनि परेको छ। त्यसकारण सबैलाई मानव भएर बाँच्न सिकौँ भन्छु म चाहिँ, किनभने मानव भएर जबसम्म हामी बाँच्दैनौँ तबसम्म हिंसाको अन्त्य हुँदैन। हामी जन्मिन त मान्छे भएर जन्म्यौँ, तर मान्छे भएर चाहिँ बाँचेनौँ। त्यसकारण हिंसा हाम्रो समाजमा जारी छ। हामीले प्रत्यक्ष देख्दाखेरि महिलालाई हिंसा भएको देखिन्छ। त्यसकारण अन्तर्राष्ट्रिय जगतमै हामीले एउटा अभियानै सञ्चालन गरेका छौँ महिलाको हिंसा अन्त्यको लागि। महिला भनेको साँच्चै नै भन्ने हो भने प्रकृति हो। जबसम्म हामीले प्रकृतिलाई नै हिंसा गर्न छोड्दैनौँ भने महिला त सानो तुच्छ मात्रै हो। त्यसकारण यो समाजको सोचहरू जबसम्म परिवर्तन हुँदैन, यो समाजले हामी यो धरती जहाँ हामी बाँच्नुपर्छ, हाम्रो सबै कुरा सबै जीवी परजीवी सबै जीव जन्तुहरू पनि यही धरतीमा बाँच्नुपर्छ। यो धरतीलाई त हामीले छोडेका छैनौँ भने महिलालाई कसरी छोड्छ। त्यसकारण मानसिक रूपान्तरण जबसम्म हुँदैन तबसम्म कुनै पनि किसिमको हिंसा अन्त्य हुँदैन र सबै किसिमको हिंसाको अन्त्य जरुरी छ। महिला हिंसा सबैभन्दा पहिलो चाहिँ प्रायोरिटीमा हामीले राखेका छौँ। तर अहिलेको समाजमा चाहिँ महिला हिंसा मात्रै होइन, विभिन्न किसिमको बालबालिकामाथि पनि हिंसा छ, जनावरमाथि पनि हिंसा छ र सिङ्गो पृथ्वीमाथि नै हिंसा भइरहेको छ। त्यसकारण यसको कारण भनेको हाम्रो सोचमा पनि हो। सोचमा जबसम्म परिवर्तन हुँदैन तबसम्म कुनै पनि चिजको कानुन बनाएर परिवर्तन हुँदैन। हामी प्रकृति प्रेमी पनि हुनुपर्छ। हाम्रो सोचले पनि थोरै चाहिँ चेन्ज गर्न सकेनौँ भने हामीले यो हिंसाहरूको स्वरूपलाई हामी कानुनी ढङ्गको दायरामा मात्रै ल्याएर पनि पुग्दैन, किनभने अन्त्य भइरहेको छैन, यो रेसियो घटिरहेको छैन। हामीलाई लाग्छ कानुन त अन्तर्राष्ट्रिय जगतमा धेरै भइसक्यो, सन्धि सम्झौता पनि धेरै भइसक्यो, यस्ता अभियानहरू पनि धेरै सञ्चालन गरिसक्यौँ। हामी चुक्यौँ त कहाँ चुक्यौँ भन्दाखेरि आफूलाई हेर्न चाहिँ चुक्यौँ। हामी सबै दोष बाहिरलाई दिन्छौँ। बाहिरको कारणले, समाजको कारणले भइरहेको छ, धर्मको कारणले भइरहेको छ, पुरुषवादी समाजको कारणले भइरहेको छ। सबै हामीले चाहिँ अरूलाई दोष दिन्छौँ। अरू बिलिफ्सहरूको कारणले भइरहेको छ, हो दोषी अरू पनि छ। तर म भनेर जबसम्म एउटा मान्छेले, पुरुष होस् या महिलाले होस्, म हिंसा गर्दिनँ, म हिंसा सहन्न भनेर हिंसाको विरुद्धमा आफू नउभिएसम्म हिंसाको अन्त्य हुँदैन। नोभेम्बर 25 निसे डिसेम्बर 10 तक हलिङ्ग कहे लैंगिक हिंसा विरुद्ध या जिनखुने अभियान चुकु खासा अभियान जिनखुरो तक तिथि ज्याजो चुकु खा। त्यसै गरेर हामीसँग अर्का पार्टिसिपेट हुन्छ समीक्षा थिङ। बधाई छ राम्रो आर्टको लागि। हाम्रो 17 जना हुनुहुन्थ्यो भने अनि उत्कृष्ट आउनुभएको छ। त्यस्तै गरेर म किर्तिपुर हस्पिटलको एएफसी, त्यस्तै गरेर हामीसँग फेरि आइएचएसबाट हामीसँग यो कविता उत्कृष्ट कविता भनेर कार्यक्रमको अन्तमै आइपुगिसक्यौँ। महिला र बालिकाको बेचबिखनको कुरा गर्दाखेरि हामीलाई असाध्यै दुःख लाग्दछ। उहाँहरूमाथि भइरहेको लैङ्गिक हिंसाका विषय